अब आज चाहिँ हाम्रो यो फुलपातीको अगाडिको दिनमा चाहिँ बिहानी पख यो तपाईँको यो 3 बजेको अवस्था छ। हामी चाहिँ दाजुभाइ सबैजना फ्यामिली जाँदैछौँ है। बिहानी पख 4 बजेको अवस्था छ। यसरी होइन कि अनि अलिकति दिनु न, अलिकति अलि हाँसेर अब हामी घर जाँदैछौँ खुसीको साथ। हामी चाहिँ यो भकुली बेसी भन्दा अलिक तलतिर आइपुगेका छौँ। अहिले चाहिँ हाम्रो यो सुमोमा चाहिँ पेट्रोल हाल्ने कार्य भइरहेछ र प्लस तपाईँको यो शौचालय जाने कसैलाई पिसाब लाग्ने त्यो भइरहेको छ। हाम्रो चाहिँ ठुल्बा दाईहरू दाई भाउजूहरू अझै 2टा बाइकमा आउँदै हुनुहुन्छ। हामी चाहिँ सुमोमा छौँ यो टोली चाहिँ। सो गाइज स्टे ट्युन है। अब पहिले पनि गएको हो 500 वर्ष अगाडि दसैँमा। सो तर यो पालिको चाहिँ दसैँ चाहिँ एकदमै भव्य छ कि, किन भन्दाखेरि देश विदेशबाट दाई भाउजू सबैजना सम्पूर्ण आउनुभएको छ र गाउँमा सबैजना जाने भएको छ। यो हल्का पानी सानी लिँदैछौँ। हाम्रो चाहिँ यता हाम्रो जापानिज भाउजू हुनुहुन्छ हाम्रो केही एउटा जापानिजबाट जाउँछ। ह्याप्पी दसैँ सबैलाई। त्यही हो। हुन त हाम्रो चाहिँ अब उहाँ चाहिँ फिनल्यान्डमा हो, तर उहाँ चाहिँ जापानिज बोल्नुहुन्छ। सो भ्यू एकदम दामी छ है, यो मर्निङ भ्यू हो। सो अब हामी गाउँ पुगिसकेपछि सबैजना भिडियोहरू खिचेर राख्नेछौँ। जामको अवस्था छ हाम्रो यो बिपी राजमार्गमा। चाहिँ यो जाम भएको हुनाले चाहिँ हामी हिँडेर जाँदैछौँ। हाम्रो गाडी चाहिँ पछाडि नै छ। फाइनली अहिलेको आजको अहिले यो खाना कस्तो लाग्यो? राम्रो छैन, राम्रो लागेन। आजको तातो अब हामी चाहिँ आज बिहान चाहिँ गाडी चढेर चाहिँ किनभने जाम हुन्छ भन्ने थियो, जाम त थियो नै, तर धेरै समय खर्चिन्छ भनेर चाहिँ हामी बेलुका 3 बजे हिँडेका थियौँ काठमाडौँबाट। अनि करिब हामी 11 साढे 11 बजीतिर चाहिँ यता आइपुग्यो। अहिले चाहिँ हामी माइला मामाकोमा छौँ। अघि आएर एकछिन रेस्ट गरेर खानासाना खायौँ। रत्न दिदी पनि हुनुहुन्छ है। अनि अब अहिले चाहिँ हाम्रो के खासै त्यस्तो तयारी अवस्था छैन। हाम्रो भोलिबाट चाहिँ एकदम प्लानिङ अनुसार हुन्छ। हाम्रो आन्टीहरू हुनुहुन्छ।
ओ के छ के छ हो म त यहाँनिर यसो हात खोलेछ फेरि तिमी त सफाइ यता होइन पानी चाहिँ यताबाट चुइरहेको छ फेरि यता गएर सबै धेरै फोहोर अनि हाम्रो चाहिँ यो चाहिँ हाम्रो ब्रदर हुड हाम्रो माइला मामाको जेठो छोरा प्रशान्त लामा हजुर हजुर अनि उहाँ चाहिँ हाम्रो फ्यामिलीको I want to say something, but हैन तर इङ्ग्लिस चाहिँ सक्यो त्यति हो Hello guys, this is my father and this is Kali of Chidor Galopse. त्यस्तो हुँदैन ल आउनुहोस् त अनि ल त म यहाँ काम गर्दै गर्छु यो चाहिँ हाम्रो सेटअप छ अब भोलिबाट चाहिँ राम्रोसँग हुन्छ हाम्रो गिटार सिलाइदिया चाहिँ सानो राखेर बङ्गु पनि पाल्नु भएको छ अब भोलि कि पछिको दिनमा चाहिँ हामी एउटा बङ्गु काट्छौँ बङ्गु पनि देखाइदिउँ यो अहिले दुईवटा रहेको छ यो एउटा भयो अनि अनदर वान एउटा छ यो दुईवटामा कुन चाहिँ काट्ने हुन्छ अब मामाहरूले डिसिजन गर्नुहुन्छ सो अब अहिलेको लागि यति नै हो होइन अब आज एकदम थकित पनि छौँ हामी अब भोलिबाट चाहिँ एकदमै एक्टिभ तरिकाले चाहिँ हामी भिडियोहरू सबै कार्यक्रमहरू सुरु हुन्छ दसैँको सो गाइज स्टे ट्युन्ड आज त टन्न मासु भात खाने हो होइन जयन्ती ध्यान त्यो पाडे बुढो गोदामा पाडे बुढो क्यामेरा एक्सन टेक 2 Hello everyone. आज चाहिँ हाम्रो घरमा मकैबारी दोराम र फुलबारी कराम पकाएको छ अनि त्यसपछि काँक्रो पनि कराम बनाएको छ अनि मेरो नाम चाहिँ स्यान्डु हो अनि गाइस यहाँ एउटा सुँगुर मसलाको टाइप सुँगुर भन्नाले चाहिँ होइन सुँगुर भनेको त सेतो पिङ्क कलरको हुन्छ नि त्यो कालो हुन्छ क्या गाइस काले न काले हेर्नु न फेरि चाहिँ म तपाईँहरूलाई देखाइहाल्छु जुम फेरि चाहिँ म देखाइहाल्छु नि तपाईँहरूलाई यस्तो कुरा हुँदैन गाइस म तपाईँहरूलाई यति सम्मान दिन्छु म देखाउँदिनँ होला तपाईँहरू जस्तो मान्छेहरूलाई म देखाइहाल्छु नि मोटे चाहिँ
से तिला तिला बिजीवा आँगा से तिला तिला बिजीवा गुड मर्निङ होइन आज चाहिँ हाम्रो गाउँको डे 2 अनि हिजो बेलुका चाहिँ एकदमै रमाइलो भयो है। सो अहिले चाहिँ हामी आज फुलपातीको दिन अनि अघि भर्खर प्रशान्तले चाहिँ एउटा मलाई कफी बनाइदियो। यो एक्सप्रेसो जस्तै लाइक एक्सप्रेसो भनौँ न होइन उसले बनाएको छ। सही छ। कफी बनाउने चाहिँ हाम्रो प्रशान्त होइन। के अरे इलाइची कफी मिक्स गरेर अब ह्याङओभरसँग पनि ठिक होस् भनेर बनाइदिएको। ए सरी मैले चाहिँ मैले यो एक्सप्रेसो लाइक एक्सप्रेसो भने यो चाहिँ इलाइची एक्सप्रेसोमा त्यसपछि हल्का देखेर इलाइची र दुध हालेको थोरै। अच्छा गुड मर्निङ। हेलो गुड मर्निङ गुड मर्निङ। अनि चिया खानुभयो तपाईँले? मैले अघि नै खाइसकेँ। अनि हाम्रो भतिज सन्जु तिमीले चिया खायौ? उसले पनि एकदम इन्टरटेन गर्छ। ल अहिले चाहिँ हामी यता ठुलो मामा माइजकोमा छौँ। त्यहाँ अब हामी तरकारी पाक्छ। यो चाहिँ अब ठुलो मामा साग बनाउँदैछु म होइन। ठुलो मामा यस्तो बनाउँदा आउँदै त्यो कान्छो मामा त घरै छ खाँदैछ। यो चाहिँ ठुलो मामा भन्नु ल पुणे बस त्यहाँ पुनः अब यस्तो बनाउने अब चाहिँ यो वाइदै पनि है त फल्की अहिले चाहिँ हामी यो पानी ट्याङ्कीमा छौँ। 2 दिन घरबाट काठमाडौँबाट आएको 2 दिन भयो निस्केको थिएनौँ हामी। सो अहिले चाहिँ जाँदैछौँ। अब छ त के गर्नु। अनि धेरै पछि भेट भयो त यार। पछि भेट भयो है। ल ल ल ठिक छ। धेरै पछि भेट भयो यार भान्जालाई। ठिक छ। एकदम खुसी लाग्यो। यो चाहिँ हाम्रो पानी ट्याङ्कीको यो हाम्रो चाहिँ यो चाहिँ हाम्रो सुनपाती गाउँपालिका होइन वडा नम्बर 2 यसको चाहिँ मुख्य कार्यालय चाहिँ यो हो। त्यसमा लगतै हाम्रो यहाँ चाहिँ टिकाटा पसल छ। घरमै छोड्नु भएको छ मलाई के हो यार अनि जाम स्याम बनाएर मैले देखिसकेँ देखाउनै पर्छ। टिकटकमा त्यतिकै आइरहेको हुन्छ कि लाइक कमेन्ट हुँदैन भइहाल्छ। तर अब कस्तो भइरहेछ अहिले जस्तो कि दसैँ यस्तो हो अन्तरिम सरकार पछिको दसैँ हो नि त यो। अन्तरिम सरकार पछिको दसैँ अब अलिकति कस्तो छ भने यो हर्षित दसैँ भन्ने कि अब दुखित दसैँ भन्ने अब त्यो अनुसारले चाहिँ जाने हो। कसरी जाने अब यस्तो हामीले तपाईँले कसरी कस्तो हो
बाहिरबाट हल्का अब सबैको अगाडि खुसी हुनु पर्यो खुसीको दसैँ भयो आत्मा रोइरहेको जुन यो बलिदान दिएको छ त्यो चाहिँ खेर जानु भएन बलिदान दिएको भन्दा नि म चाहिँ यो लिएको भन्ने सोच चाहिँ हुन्छ हजुर 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 यो दिएको होइन लिएको हजुर हजुर एकदम एकदम ज्यान लिएको यो बलिदान दिएको होइन यो लिएको बलि लिएको म चाहिँ त्यसरी सोचे हुन्छ है हजुर हजुर एकदम एकदम सही भन्नुहुन्छ ल धन्यवाद तपाईँको विचार राखिदिनु भएकोमा अनि हामी चाहिँ कहाँनिर छौँ यस्तो हाम्रो ठाउँको पनि हामी यो अहिले सुनापति तिमी पोखरी 2 पानी ट्याङ्की हजुर पानी ट्याङ्की यसो भ्यू देखेँ त्यो पारी मगर टोटल यो पनि आन्दोलनमा देखाएको त्यो बेला म सयमाबाट हिँडेर आयो भनेको बौद्धसम्म गाडीमा बाहिर के In my Ravi Mokhtar vlog. Today I am so excited in Dimpokhari. This is our very nice village. You can come from Kathmandu in 3 hours. So excited. I am mini vlogger, Mr. Vinod Yazdan. सुनापति गाउँपालिका मानपुर पानधारामा जात्रा पनि छ जात्रामा जानुपर्छ ल ठिकै छ अनि अहिले अब कताको यात्रा हो अब हामी यहाँबाट यात्रा अब माथि पोखरीसम्मको यात्रा हो टुडे आवर very very important today we are going in this off road in Pokhri so we are so excited in Dasai this is Ashtami ki Navami bhन्छ यसलाई Navami भन्छ के भन्छ आजलाई नवमी होला नि नवमी today is Navami so we are going to drinks alcohol small bit beer little bit beer Gorkha strong so we are today so excited excited now we are going to drinks beer little bit no problem if you have any viewers twak girlfriend twak lodgi you can contact me TikTok Instagram and YouTube in YouTube there is my 118 subscriber Vinod Yandan 986169268 is my personal contact number. You can contact me anytime. I am free. Anywhere where you want to contact me, I will come there in helicopter or on the way. Don't problem. अब आन्टीहरु चाहिँ कता टाढै दिदीको ठुल दिदी घरतिर आज त्यहाँ के चाहिँ आज अलिकति प्रोग्राम छ दिदी गाँ यसो बुङ्गुर सुङ्गुर नवमीको दिनमा कार्यक्रम त्यहाँ चाहिँ के काटेको त्यहाँ चाहिँ सुङ्गुर काट्दैछ बाबु ए त्यसपछि हाम्रो पनि काटिन्छ नि हजुर एकछिनपछि हाम्रो पालो अनि भोलि चाहिँ के गर्छ होला भोलि चाहिँ भोलि त रमाइलो कार्यक्रम अनि आज हाम्रो भरे नाचगान कार्यक्रम हुन्छ कि हुँदैन आज भरे हाम्रो 4 बजेदेखि सुरु के बनाउने दिउँसो 4 बजेदेखि हाम्रो यस्तो सेकुवा पोल्ने सेर खाने एकदम रमाइलो छोरा सेकुवाको सेकुवा कसले पोल्छ होला सेकुवा पोल्ने उ यहाँ क्यामेराम्यान अनि मेरो छोरी उ त्यहाँ क्यामेराम्यानले छोरीले पोल्नुहुन्छ पोर्क बार्बिक्यू खाने आज ल बिस्तारै लाग्नु होला हामी पनि आउँछौँ हस् धन्यवाद हस् बेचारा बारु ए बइ बइ अब अहिले चाहिँ हाम्रो यता बुङ्गुर काट्ने कार्यक्रम सुरु हुँदैछ हामी बुङ्गुर काट्नको लागि तयारी अवस्थामा छौँ हामी सबै दाजुभाइहरू यहाँ पछाडि लक्ष्मण छ अब यो दुईटामा कुन चाहिँ काट्ने हो हामी यो ठुलो चाहिँ होइन त ल सानो उयो चाहिँ सानो काट्नु ठुलो त काट्नु पर्छ नि अब काट्ने चाहिँ यही हो हाम्रो ठुलो चाहिँ हो काट्ने
यो त ठुलो काटेर आयो यो त ठुलो छ कि यो भन्दा जल्दी थियो हजुर निकाल्ने यसरी नै छेउबाट यो ठुलो छ हैन लाग्छ हैन होला मामा होला नि मैदानमा त उत्रियो गर्न सक्ने नसक्ने मैदानमा आयो अब खेल कस्तो हुन्छ भने अबको केही समयले बदलाउनेछ अन्त लछु डुडो लिटिन क्या अप्ठ्यारो हुन्छ क्या अहिले किनेर लिएर आउनु छिट्नु परेन दुईटा एउटाले त्यहाँ एउटाले टाउको सल्लाह खाए दुईटाले हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार राम कति खाने रोटी एउटै दुईटा पहिले एउटा हवाई पुगेन भने थाहा ल न हारु जोल न भ्राल काम छ उचो न अब त सिम फोमरेन मारे फोमरेन मारे आ कान भ्राल दोले चाहिँ छायो खाबै छ खाबै चाबै छ कान भ्राल भ्राल चाबै खै फोन पर्छ पछा छ किन आफै त गर्छ उडी दसैँ खाना छ हो खासै हुन्छ मन चप्पर चुपुर चाहिँ भ्राव गरे
Ngam, tilan ngono ngapa oi? Rasa apa? Oh, सेतै खसु चाहिँ गरम भयो अग्लेश्वर गालपाको डाँडा छिकेको छ यताबाट अनि यो चाहिँ हाम्रो घरतिर डाँडा यो चाहिँ हाम्रो दिमी भिन्न रहेछ यार होला Setido vano, oi setido vano, setido vano, oi setido vano, यतिकै जान्छ क्या हो भैँस जोबन, यतिकै जान्छ क्या हो भैँस जोबन, यतिकै जान्छ क्या हो भैँस जोबन. भिरैका फुला टिपेर ल्याउला सिरैमा सारौँला मायाको साथ. अहिले चाहिँ हामी उता सक्षम चौतारीतिर जाँदैछौँ. तपाईँ क्याजन यहाँ गीता छ, सुखदाम दाई, भाउजू, सान्डुप, फुलबा सबैजना हामी आज चाहिँ अस्ति 2 दिन लगातारको वर्षाको कारणले कतै निस्किन पाएनौँ. त्यसैले आज चाहिँ यसो फ्रेस हुनलाई जाँदैछौँ. हसी हसी उसमा हँसिदिन्छ यही हो कि यसको बानी यो जिन्दगानी
खबर मान्दै भन्दै के छ खबर ठिक छ रे कालोले सम्झे के छ खबर खबर नौबटे सम्झे के छ ठिक छ रे के छ खबर रामेसँग सम्झे के छ खबर सम्झे के छ ठिक छ रे हिँडेको हो बिजुली बालेर हट भएर पट भएर खेती भएर हामी हेरेको हेर जाने भए जाउ माया घुमेर माया जाने भए जाउ माया घुमेर माया हातमा त कालो खुट्टीको चस्मा कालो डुबेर थाइल्यान्ड घुमी त्यसपछि कालो कता हिँडेको बिजुली बालेर हट भएर पट भएर हामी हेरेको हेर 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 दाइले छेरेको छेर